छोरीले मुभ अन हुनु भनेपछि अर्को विवाह गरेको हुँ भन्दै जिपीले खोले यस्तो वास्तविकता। उषा र जिपीको सम्बन्धमा दरार ल्याउने व्यक्ति को हुन् त? जिपी माथि प्रहरी डीएसपी को अगाडि चप्पल उठाउने कुट्न तम्सिने गरेका थिए यस्तो हरकत। केही दिन अघि पूर्व पतिले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उषाले प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही अनुरूप जिपी मंगलबार पक्राउ परे। जिपी पक्राउ परेपछि यो घटनामा जोडिएकी उनकी कान्छी पत्नी सबिना अधिकारीले पहिलो पटक मुख खोलिन्। उनले उषामाथि विभिन्न आरोप लगाइन्। त्यसपछि माहौल झनै चर्कियो। सबिनाले लगाएको आरोपको उषाले खण्डन गरिन्। यसैबीच पक्राउ परेका जिपी दोस्रो दिन हिरासतबाट छुटे। हिरासतबाट छुटेपछि उनले पहिलो पटक आफ्नो भनाई सार्वजनिक गरेका छन्। आफै कार्यरत इमेज एफएममा हरेक बिहान आउने शुभदिन नामक कार्यक्रममा उनले पहिलो पटक दाम्पत्य जीवनका बारेमा बोलेका हुन्। उषाले विभिन्न आरोप लगाउँदै लगातार स्ट्याटस लेखेको दिन के भएको थियो त? जिपीको भनाई यस्तो छ। मेरो सानो छोरा कक्षा 6 मा पढ्छ। साँझ अफिसको काम सकेर हामी बाबु छोरा खेलिरहेका थियौं। यो करिब 7 बजेतिरको घटना हो जस्तो लाग्छ। उषाजीको एकदमै मिल्ने साथी अजय शर्माले उहाँलाई घर छाड्न आउनु भएको थियो। उहाँ उषाजीको पुरानो मित्र हुनुहुन्छ। वीरगञ्ज त्रिजुद्ध स्कुल पढ्दादेखिको अनन्य मित्र। त्यो समय मेरो छोरा र म ब्याडमिन्टन खेलिरहेका थियौं। एक्कासी उहाँले लाइट बालेर किचिदिउला जस्तो गरेर गाडीको एक्सिलेटर दबाउनु भयो। त्यति भएपछि मैले उसलाई ए भाइ यो त अति भयो, अहिले बच्चालाई किचेको भए के हुन्थ्यो, यो नाटक किन गरिरहेको भनेर यति मात्र भनेको थिए। एक त घर अगाडि सातो उड्ने प्रकारले हर्न बजाउने, त्यही माथि बच्चा त्यही छ। मैले त्यति भनेपछि उहाँले मलाई छिमेकीको सामु लाजमर्दो हिसाबले तथानाम अपशब्दहरू बोल्नु भयो। सुनेर मलाई लाज लाग्यो। एउटा समाजमा बसेको मान्छे, पहिला पनि कति कुराहरू मिडियामा आइसकेको थियो। यही सोचेर मैले कुनै प्रतिक्रिया नदिई चुपचाप बसे। बाबुसँग एकछिन खेलेर हामी घरमा बस्यौं। उहाँले भने अब तेरो दिन सुरु भयो भनेर सामाजिक सञ्जालमा हालिसक्नु भएछ। भोलिपल्ट एकाएक मलाई प्रहरी परिसरबाट फोन आयो। आइतबार म कार्यक्रम सञ्चालन गरेर 11 बजे प्रहरी परिसर पुगे। उहाँ पनि आउनु भएको थियो। प्रहरीसँग छलफल भयो। छलफल भनेको त्यही जग्गा जमिन भागबण्डा थियो। 2 राउन्ड बसेर छलफल गरिसकेपछि उहाँले प्रहरीलाई दबाब दिएर अभद्र व्यवहारको मुद्दा दर्ता गर्न लगाउनु भयो। तिमीहरूले दर्ता गरेनौ भने म गृह मन्त्रालय जान्छु, कता जान्छु भनेर चर्को स्वरमा भनिसकेपछि प्रहरीले मुद्दा दर्ता गरे। त्यो रात म पक्राउ परिन। भोलिपल्ट म आफै प्रहरी प्रशासनमा गइसकेपछि उहाँहरूले अनुसन्धान गर्नुभयो, तर कुनै त्यस्तो प्रकारको चीजहरू नभइसकेपछि म त्यहाँबाट निस्किए। उहाँको साथी जो अस्ति उहाँलाई ड्रप गर्न आउनु भएको थियो, उसले म माथि अभद्र व्यवहार गरेको थियो। अब म उहाँबाट पनि सुरक्षित छैन। अस्ति प्रहरी प्रशासनको सामु पनि उहाँले जुन मिसबिहेभ गर्नुभयो त्यो देखेर प्रहरीले नै थर्काउनु भयो, किनभने उहाँ आफै आक्रामक तरिकाले चप्पल उठाउने, कुट्न तम्सिने जस्ता कामहरू गरिरहनु भएको थियो। प्रहरी प्रशासन भित्रै डीएसपी को अगाडि उहाँले जे गर्नु भएको छ त्यो गतिविधिहरू प्रहरी प्रशासनले नै देख्नु भएको छ। अब त्यस बारेमा प्रहरी प्रशासनसँग हामी कुरा गर्छौं। यो प्रहरी र प्रशासनसम्मको कुरा हो। अब त्यो भन्दा अगाडिको कुरा गर्ने हो भने डिभोर्स केस उहाँले नै फाइल गर्नु भएको हो। त्यो बेला नै उहाँको त्यो अनन्य मित्रले मलाई निरन्तर फोन गरेर दबाब दिने, विभिन्न प्रकारको गतिविधिहरू जस्तै तलाई मार्छु कुट्छु भन्ने गर्नुहुन्थ्यो। त्यस्तो भएपछि मैले प्रहरी परिसरमा उहाँलाई बोलाएर कुरा गरे। त्यो बेला उहाँले होइन माफ गर्नुहोला, त्यस्तो केही कुरा होइन, म उहाँहरूलाई सेलिब्रिटीको रूपमा मान्छु भनेर माफी माग्नु भएको थियो। यो डिभोर्स हुनुभन्दा अगाडि अर्थात् डिभोर्स फाइल भइसकेपछिको घटना हो। विवाहको सन्दर्भमा कतिपय सामाजिक सञ्जालमा आएका कुराहरूलाई पनि अलिकति छर्लङ्ग राख्नुपर्छ जस्तो मलाई लाग्छ। मेरो 21 वर्षको छोरी छ। 3 वर्ष अगाडि मैले विवाह गर्दा मैले छोरीलाई सोधेको थिएँ। मैले उनलाई भनेको थिएँ, छोरी यो घर भनेको हाम्रो परिवार हो, डिभोर्स भनेको एउटा कागजी प्रक्रिया मात्र हो। तिमीलाई लाग्छ तिम्रो मम्मी फेरि फर्केर आउँछ, म उसलाई 2-3 वर्ष पर्खिन्छु। मैले यस्तो भन्दा मेरो छोरीले भनेकी थिइन्, बुबा तपाईँ मुभ अन हुनु, मम्मी अलरेडी मुभ अन भइसक्नु भएको छ, तपाईँ पनि हुनु। त्यसपछि मैले भने मैले विवाह गरेर ल्याएँ भने तिमीलाई केही समस्या हुन्छ? यो घरमा मैले पुर्ख्यौली सम्पत्ति बेचेर पनि लगानी गरेको छु, बैंकलाई तिर्नुपर्ने कुरा निरन्तर रूपमा तिरिरहेको पनि छु। छोरीले भनिन्, बुबा मुभ अन हुनु, केही समस्या छैन, म तपाईँको साथमा छु। यति भनेपछि मैले विवाह गरेर
नयाँ जीवन सुरुवात गरेको हो। अहिले माथिल्लो तल्ला हाम्रो भागमा परिसकेपछि मैले बुबा र मेरो श्रीमतीसँग केही रकम लिएर हामीलाई पुग्ने कोठाहरू थिएन, सोही कारण माथि थपेर आफ्नो प्रकारले गर्यौं। माथिल्लो भाग हामीले प्रयोग गर्ने भन्ने कुरा त सामाजिक सञ्जालमा छरपष्ट नै छ। माथि तल्ला थप्दा अतिरिक्त लगानी पनि भएको छ। अब घरलाई बेच्ने हो भने त्यो अतिरिक्त लगानीको मूल्यदेखि लिएर सबै चिजहरू एउटा भ्यालुएसन गरेर मैले पाउनुपर्ने पैसा आउँछ भन्ने मलाई लाग्छ। पछिल्लो पटक मैले लगानी गरेको छु। अब त्यो हिसाबले उहाँले स्वीकार्न सक्नुहुन्छ भने ठिक छ। उषाजीसँग राम्रो प्रस्ताव छ, उहाँले त्यो घर किन्न सक्नुहुन्छ र मलाई दिनुपर्ने मेरो भागको पैसा दिन सक्नुहुन्छ। उहाँ बस्नुहोस्, नत्र भने उहाँको जे भाग छ त्यो लिँदा हुन्छ। म पनि शान्ति खोज्ने मान्छे हो। उहाँले आफ्नो नयाँ जीवन सुरुवात गर्न चाहनुहुन्छ, सुरुवात गर्नुहोस्। केही समस्या भएन